आज वातावरण दिवसको अवसरमा केही नाटक प्रस्तुत गर्नेछ, केही जनचेतनामूलक नाटक प्रस्तुत गर्नुहुनेछ। यो महत्त्वपूर्ण अवसर, महत्त्वपूर्ण स्थानमा जहाँ चाहिँ हामी भगवानको कृपा पूजा अर्चना भइरहेको स्थलमा आजको यो महत्त्वपूर्ण अवसर प्रदान गर्नुभएकोमा आशा शिक्षा सदन परिवारबाट विशेष आभार प्रकट गर्न चाहन्छु। म विद्यार्थी भाइ बहिनीहरूलाई अनुशासनका साथ जो नाटकको प्रस्तुत हुनुहुन्छ उहाँहरू यता पछाडिको लाइनमा बसिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अन्य भक्तजनहरूलाई, यहाँ उपस्थित महानुभावहरूलाई कुनै पनि डिस्टर्ब नगरिकन यहाँहरू अनुशासनका साथ बसिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दै अबको हाम्रो आशा शिक्षा सदन परिवारबाट आउनुभएको भाइ बहिनीहरूले केही नाटक प्रस्तुत गर्नुहुनेछ। त्यस पछाडि हामी यहाँको भजनसँगै नाच्ने रमाउने र यो महत्त्वपूर्ण अवसरलाई पुनः हामी ग्रहण गर्दै यहाँको कार्यक्रम अगाडि बढाउन चाहन्छु। सबैजनालाई नमस्कार, मेरो नाम इच्छा भण्डारी, म कक्षा 7 मा पढ्छु र म आशा शिक्षा सदनको विद्यार्थी हुँ। आज म यस नाटकमा भोलिन्टियरको रोल गर्न गइरहेको छु। सबैजनालाई नमस्कार, मेरो नाम आयुष सिंह मौर्य हो, म कक्षा 6 मा पढ्छु। सबैजनालाई नमस्कार, मेरो नाम विजय विक हो, म कक्षा 6 मा पढ्छु। नमस्कार सबैजनालाई, मेरो नाम जमुना तामाङ हो। नमस्कार, मेरो नाम प्रतीक बानिया, म कक्षा 7 मा पढ्छु र म गाउँलेको रोलमा ड्रामा गर्न गइरहेको छु। नमस्कार सबैजनालाई, मेरो नाम भावना बानिया हो, म आशा शिक्षा सदनबाट आएको, म कक्षा 7 मा पढ्छु। नमस्कार सबैजनालाई, म जसिका प्रधान हो, कक्षा 7 मा पढ्छु। सबैजनालाई नमस्कार, मेरो नाम अमन मिश्रा हो, म कक्षा 6 मा पढ्छु। सबैजनालाई नमस्कार, म निमा दोर्जी तामाङ हो, म कक्षा 7 मा पढ्छु। म चाहिँ भिलेजर रोलबाट नाटक गर्न गइरहेको छु। नमस्कार सबैजनालाई, म गौरव, म कक्षा 7 मा पढ्छु। नमस्कार सबैजनालाई, मेरो नाम श्यामी हो, म कक्षा 7 मा पढ्छु। नमस्कार सबैजनालाई, म शपथ हामी, म कक्षा 6 मा पढ्छु। नमस्कार सबैलाई, मेरो नाम रमन खरेल, म कक्षा 7 मा पढ्छु। अब हामी हाम्रो ड्रामा सुरु गर्न गइरहेका छौँ। अफ नगर न, चलिरहेको। सबैजनालाई नमस्कार। नमस्कार, आज कताबाट हाम्रो गाउँमा आउनुभयो? आज यसै घुम्दै आएको नि, गाउँमा फोहोर व्यवस्थापनको अवस्था के कस्तो छ भनेर त्यसैको जनचेतना जगाउन। अनि गाउँमा फोहोर व्यवस्थापनको अवस्था कस्तो छ नि? फोहोरको व्यवस्थापन त हामी गरिहाल्छौँ नि, फोहोर कसैले घरमा राख्छ होला त? हो, हामी फोहोरको व्यवस्थापन गर्छौँ। हो, त्यही फोहोरको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको जानकारी आज हामीहरू गाउँ घुमेका हौँ। हामी त सबै प्रकारको फोहोर एकै ठाउँमा राखी फाल्दछौँ। हो, हामी यहीँनिर त चुक्यौँ नि। हो, तपाईँहरूले आफ्नो घर त सफा राख्नुभयो होला, तर आफ्नो गाउँठाउँ त फोहोर नै भइहाल्यो नि, होइन र? हो, हुन त अनि घरबाट फोहोरको व्यवस्थापन कसरी गर्ने त? हेर्नुहोस् त, त्यो फोहोर कुहिने र नकुहिने फोहोर सबै एकै ठाउँमा छ। त्यस्ता फोहोरलाई हामीले घरबाटै वर्गीकरण गरी व्यवस्थापन गर्न सकिन्छ। यस्तो झौकम कसले गरिदियो? सबै फोहोर एकै ठाउँमा हाली फ्याँक्दै आनन्दै हुन्छ। होइन, यस्तो भनेर कहाँ हुन्छ र? हामी सफा रहन, लुगा मात्र सफा कहाँ हुन्छ र? हामी सफा रहन नुहाउन पनि आवश्यक छ। हो, त्यस्तै हामीले हाम्रो घर मात्र नभई समाज पनि सफा राख्न जरुरी र आवश्यक छ। ल हेर्नुहोस् त, त्यहाँ पर कति झिङ्गा किरा भुसुनाहरू छन्। त्यस्ता झिङ्गा किरा भुसुनाहरू हाम्रो घरको भान्सामा जान्छन् र हामीले खाने कुरामा बस्छन् र रोग निम्त्याउँछन्। त्यस्ता रोगहरू निकै घातक हुन्छन्। अनि अब फोहोरहरूलाई के गर्न मिल्छ त?
हो ल अब सुन्नुहोस् भान्सा कोठाबाट निस्केका सबै प्राय फोहोरहरू कुहिने फोहोर नै हुन्छन्। कुहिने फोहोरलाई हामीले कम्पोस्ट मल बनाउन सक्छौँ। कम्पोस्ट मल 3 देखि 4 महिनामा तयार हुन्छ र कम्पोस्ट मललाई हामीले बारी बगैँचा अन्य बोट बिरुवामा प्रयोग गर्न सक्छौँ। अनि प्लास्टिक अथवा नकुहिने फुललाई के गर्ने, त्यसको व्यवस्थापन कसरी गर्ने हो त? तपाईँले राम्रो प्रश्न सोध्नुभयो। नकुहिने फोहोरको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा म बताउँछु। नकुहिने फोहोर जस्तै सिसा, फलाम, प्लास्टिकका सामान, विद्युतीय सामान जस्ता फोहोरलाई फेरि वा पुनः प्रयोग गर्न सकिन्छ अथवा बेचेर पैसा कमाउन सकिन्छ। यस्ता फोहोरहरू पुनः चक्र वा रिसाइकलमा जान्छ। अनि हामीले दैनिक उपभोग गर्ने सामग्रीबाट निस्केका फोहोर जस्तै तेल, चाउचाउ, बिस्कुटका प्याकेट, प्लास्टिक, पुरानो ब्याट्री आदि जस्ता फोहोर सङ्कलन गर्ने गाडीमा पठाउने र त्यो फोहोर सङ्कलन गर्ने गाडीले लगेर ल्यान्डफिल वा डम्पिङ साइटमा लगेर फाल्दछ। हेर्नुहोस् त, निकै महत्त्वपूर्ण र अति आवश्यकता कुरा जानकारी दिनुभयो। अनि हिजो आज त कति धेरै गर्मी छ। खोला नाला धारा पँधेराका मूल पनि सुकेका हुन्छन्। त्यस्तो हुँदा हाम्रो वरपर बस्ने चराचुरुङ्गी जीवजन्तुहरूले पानी खान पाउँदैनन्। त्यस्तो हुँदा उनीहरू मर्छन् र प्रकृतिमा असर पर्दछ। त्यसैले हामीले हाम्रो कौसीमा आँगनमा कुनै एक भाँडामा पानी राख्दिन अति आवश्यक हुन्छ, जसले गर्दा जीवजन्तुहरूले सजिलैसँग पानी पिउन सक्नेछ। हो तपाईँले धेरै राम्रो प्रसङ्ग कुरा जोड्नुभयो। हो हामी पो बोल्न सक्छौँ, काम गर्न सक्छौँ, तर ती पशु पन्छीलाई कसले बुझ्ने? हामीले यसरी कुनै भाँडामा पानी राखिदियो भने उनीहरूलाई नि सजिलै हुन्छ। हो तपाईँले ठिक भन्नुभयो। अब हामी यसरी नै गर्छौँ। अनि मैले एउटा कुरो नबुझेको हो नि। के बुझ्नु भएन भन्नुहोस् त? यसरी फोहोर छुट्याउन कस्तो भाँडा चाहिन्छ? यसका लागि छुट्टै भाँडा चाहिन्छ कि यसका लागि निकै पैसा खर्च? होइन, यस्तो भाँडालाई पैसा पर्दैन। आफ्नै घरमा भएका पुराना बाल्टी वा बोरा प्रयोग गर्न सकिन्छ। त्यस्तै आजभोलि फोहोर व्यवस्थापन गर्ने भनेर कतिपय नगरपालिकाले कम्पोस्ट मल बनाउन डस्टबिन नै दिन्छ। त्यस्ता डस्टबिन नगरपालिकाले भवन निर्माण सम्पन्नको सर्टिफिकेट पाएपछि दिन्छ। हामीले यसरी हाम्रो घर वा मूलमा नै छुट्याउँदा वातावरण सफा हुन्छ। आज तपाईँहरूले हामीलाई निकै राम्रो र महत्त्वपूर्ण सिकाउनु भयो। यस्तो अमूल्य ज्ञानमूलक कुराहरूको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। हजुरहरूलाई नै धेरै धेरै धन्यवाद हामीलाई यसरी धैर्य गरेर सुनिदिनु भएकोमा। धन्यवाद। गर्छौँ नाच्छ गर्छौँ सबैजना मिली, जय गर्छौँ नाच्छ फेरि सबैजना मिली। आज दिनै रमाइलो, आज रातै रमाइलो, आज दिनै रमाइलो, आज रातै रमाइलो। भागवतको कथा हुँदा मनै रमाइलो, भागवतको कथा हुँदा मनै रमाइलो। कैलासमा पर्वती नाचाए, कैलासमा पर्वती नाचाए। जय जय हो श्री राधे राधे भएको थियो। सारा गोपीहरू वृत्तान्त गरिरहेका छन्। खलु गोपिका नन्दनो भवा नखिल देहिना मन्तरा मदे साथी तो विश्व हजुर यशोदाको पुत्र मात्र होइन, हजुर त सारा समस्त प्राणीहरूको हृदयमा बस्ने प्रभु परमात्मा हुनुहुन्छ। साक्षात् बताइरहेका छन्। रक्षाका लागि यदुवंशमा अवतार लिनुभएको हो हजुरले।
विरचिता वयं विष्णुधूयते चरणिमीयुषां संसृतेर्भयात् करसरोरुहं कान्तकामदं शिरसि देहिना श्रीकराग्रहम्। आज जसरी हामीले हजुरको प्रेममा हामी यस्तो भावविह्वल भएका छौँ। किङ्करेश्मनो जलरुहादनं चारु दर्शय। हे श्याम सुन्दर प्रभु, हजुरको एक मुस्कान देख्दा मात्र हाम्रो सारा दुःखहरू सबै हटेर जान्थ्यो। त्यसैले हामी हजुरको त्यो सुन्दर मुस्कान मुखको दर्शनको लागि हामी पर्खिरहेका छौँ प्रभु। हजुर कहाँ लुक्नुभयो?